सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो होइन। आज चाहिँ हामी मम्मीले प्र्याङ्क गर्ने भनेर सोचिरहेका छौँ। प्र्याङ्क के छ भनेपछि चाहिँ लभ बाइट प्र्याङ्क छ। नटी हो राके थम्बनेल र टाइटल हेरेर चाहिँ थाहा पाइसक्नु भयो होला होइन। यहाँ चाहिँ यहाँ दिदी अनि आन्टी आउनु। यो दिदी र आन्टी चाहिँ हुनुहुन्छ। उहाँ चाहिँ आर्टिस्ट लभ बाइट गराउने। भोलि चाहिँ भोलि के अरे आमाको मुखेन दिन भिडियो चाहिँ भोलि आउँछ। ल सबैले हेर्नु भएको छ भने सबैको मम्मीको लागि ह्याप्पी मदर्स डे होइन। हामी चाहिँ अब भिडियो बनाउन सुरु गर्छौँ। अब यहाँ गराउनु हुन्थ्यो होइन। यहाँ चाहिँ भोलि फेरि स्कुल जानुपर्छ। स्कुलमा फेरि हुन्छ, त्यही भएर चाहिँ यो भागमा यो साइडमा गराउने भन्ने छ होइन। लिपस्टिक जान्छ होइन, बत्तलले मिल्दैन नै। मेकअपले चाहिँ गराउँछौँ, जति सक्यो रियल हुन्छ त्यति चाहिँ गराउँछौँ होइन। अब चाहिँ अब गोरु देखिएछ क्या। ल के सुरु गर्नु राम्ररी है, नचिन्ने चाहिँ आन्टी आर्टिस्ट अहिले चाहिँ हामी अन्टीको घर आएको छौँ। अनि त्यसपछि घर गएको छैनौँ। अब चाहिँ घर जान्छ मैले। कस्तो भयो पुरै भयो भने भिडियो बनाइन्छ अहिले गर्न। यस्तै देखियो यहाँको जस्तो। यहाँ चाहिँ मैले अस्ति आफूले चुसेर बनाइरहेको थिएँ होइन। त्यही भएर चाहिँ हामीलाई योवाला प्र्याङ्क भन्ने चाहिँ सुच्यो। यहाँ पनि देखियो होला अलिअलि होइन। यहाँ अनि यो चाहिँ हेर्नु न कस्तो गाडा भएछ। यहाँ पनि बिहान गरेको यस्तो भयो, अस्ति गरेको यहाँ यस्तो भयो। ड्याडीले सोध्नु भएको थियो के गराइस् भनेर। मैले दिदीले टोकिदियो भन्थेँ। मदर्स डेको गिफ्ट हो नि त। मिलो नलगा छोड देखिएन मिलो यस्तै लगाएर यस्तै लगाइदिनु निलो हुन्छ। कालो लगायो नि देखिन्छ, निलो निलो नै हुन्छ। कालो त मस्तको छ त उता लगाएर यहाँ लगा त तेरो फोनले गर्दा जस्तो देखियो। कपडाले सबै झाएर कपडामा देख्यो भने अहिले फेरि हामी चिनिहालिन्छ है। घर गएर त कपडा खोल्ने हो। यस्तो खोल्दै कस्तो देखियो गाइज। अहिलेको चाहिँ हाम्रो मेकअप सेकअप भइसक्यो होइन। अहिले चाहिँ हामी आन्टीको घर छौँ। हाम्रो घर चाहिँ आन्टीको उतापट्टि छ। अहिले चाहिँ बत्ती आएको छैन नै। बत्ती आएर नि छ। अब प्र्याङ्क चाहिँ मेरो रुममा गर्ने, म सुतेको नाटक पार्छु। दिदीले चाहिँ आएर मम्मीले देखाउँछु होइन। अहिले चाहिँ अब बत्ती आएको छैन, रुम अँध्यारो छ, त्यही भएर अब नजाने। जब बत्ती आउँछ त्यतिखेर कन्टिन्यू गर्दाखेरि दिदीहरूले घर चाहिँ क्यामेरा सेटअप गर्छन्। अनि त्यसपछि चाहिँ म चाहिँ पछाडिबाट आएर सुत्छु। अनि त्यसपछि दिदीले मम्मीलाई भन्छ। अनि मम्मीको रियाक्सन के कस्तो हुन्छ हेरौँ। लाइट परेर नि त। अब उतै गएर भेटौँला है त। भिडियो कन्टिन्यू गर्दै गरौँ। हस् त गाइज। अहिले चाहिँ दिदी घर गएको छ होइन। फोन गरेको थिएँ। मम्मीले चाहिँ फोन गर्न लाग्नुभएको छ अरे। त्यो चाहिँ भिडियो अन गरेर राखेको छौँ। वेट गरौँ है त मम्मीको फोनको के भन्ने हो मम्मीलाई। उठाउँदै नउठाऊ, कहाँ गएको छु भन्ने नउठाऊ के फोन नउठाउने। अहिले
अहिले चाहिँ फोन आइसक्यो होइन दिदीको फोन आयो दिदीको रमाइलो हेलो म एकछिन यहाँ तलतिर आएको छु तल यतातिर आउँछु कि एकछिनमा आयो त नि त्यत्तिकै म पनि रिसाइसक्नु भयो मेरोमा त मिस कल गर्ने ब्यालेन्स पनि छैन हेर्नु न छ कि छैन क्या आज पैसा छ के गर्ने त कसले हान्छ त फोन कहाँ गयो त अनि तँलाई सोधेन आउला यो माधवलाई सुधार्छु भन्नु गएर सुधार्छु भन्ने जति कहानी सुनायो जति रोक्यो जति करायो नि बेला पानी पोखेर चाहिँ कस्तो लुटिनु मन चाहिँ यहाँ के रहेगा तेरा मैं आऊंगी बनाने तेरा लिएर आउनु पर्थ्यो त आउने नानी मम्मी मम्मी यहाँ छिटो बस्या त्यही कोठातिर बस्या कोठातिर बस्या के हो यो Music. एकछिन अलि नाटक गर्नु पर्दैन सिधै बोकेर आउनुपर्छ गाइस आजको लागि चाहिँ यति नै हुन्छ होला आई होप तपाईँहरूले भिडियो चाहिँ इन्जोय गर्नुभयो होला होइन अब देख्नुभयो यस्तो छ घरमा कडा होइन एकैछिन ढिलो गरेर ड्याडीलाई फोन जान्थ्यो र कुरा मिलिहाल्यो ठिकै छ अब यस्तै सपोर्ट गरिराख्नु होला होइन यस्तै लगातार नयाँ प्र्याङ्कहरू चाहिँ आइरहेको छन् हामीले चाहिँ अर्को प्र्याङ्क सोचेको छौँ त्यो चाहिँ कहिले हुन्छ
यसो अब मम्मीले भुलिसकेपछि चाहिँ त्यो बनाउनु पर्ने हुन्छ। आजको लागि चाहिँ यति नै, भेटौँला नयाँ भिडियोमा। हस् त, बाई।